के तिम्रो पनि लाइफ डुम स्कोरिङ र टाइम पासिङमा गइरहेको छ र यदि आफ्नो लाइफलाई अगाडि बढाउन छ भने आजको यो भिडियो तिमीलाई किन लाग्छ। आजको यो भिडियोमा म तिमीलाई यस्तो 7वटा एउटा सिम्पल ह्याबिट्स भन्न गएको छु जसलाई चाहिँ तिमीले युज गरेर तिम्रो लाइफ चाहिँ एकदमै इम्प्रुभ गर्न सक्छौ। चाहे तिमी स्टुडेन्ट हौ, जब गर्छौ, काम गर्छौ, एनिथिङ यु क्यान इम्प्लिमेन्ट दिस अल थिङ्स। फर्स्ट थिङ इज वेक अप अर्ली इन द मर्निङ। 3 बजे उठ, 4 बजे उठ भन्नु पर्दैन होइन। लाइक तिमी उठ्नभन्दा पनि सुत्ने टाइमर चाहिँ सेट गर। 10देखि 10:30को बिचमा सुत, 4:30देखि 5 या फिर 5 to 5:30 यो बिचमा चाहिँ उठ्यो भने चाहिँ एकदमै राम्रो हुँदछ। तिम्रो दिनको सुरुवात अर्ली भयो भने काम पनि राम्रो हुन्छ र दिन पनि राम्रो जान्छ। दोस्रो ह्याबिट रहेको छ उठ्ने बित्तिकै वार्म वाटर खाऊ। चिसो पानी नखाऊ, यदि अब क्लाइमेट नै त्यस्तै छ भने चिसो पानी खाँदा भयो, तर मोडरेट क्लाइमेट छ भने हल्का वार्म गरेर खाऊ। त्यसमा कागती अथवा नुन हालेर पनि खाँदा हुन्छ, हनीहरू एड गरेर खाँदा हुन्छ, प्लेन वाटर खाँदा पनि हुन्छ। र बिहानको मर्निङ सनलाइटले, सनलाइट छैन भने त के गर्नु, तर सनलाइट आएको छ भने चाहिँ सनलाइट लिनु एकदमै जरुरी हुन्छ। नम्बर 3 एक्सर्साइज। अब फ्रेस भएर एक्सर्साइज गर्छु भने गर्छु कि त मर्निङमै गर कि त इभिनिङमै गर, जतिखेर टाइम पुग्छ त्यतिखेर चाहिँ तिमीले एक्सर्साइज गर्नुपर्छ। तर यो चाहिँ मैले मर्निङकै ह्याबिटमा राखेँ। सो एक्सर्साइज, ह्याभ अ ग्रेट मिल। अब मिलमा चाहिँ तिमीले आफै कुक गरेर राम्रो लाइक अमलेटहरू होइन, फ्रुट्सहरू खान सक्छौ। फ्रुट्सहरू डिफ्रेन्ट फ्रुट्सहरू खान सक्छौ। एन्ड ह्याभ अ कफी इफ यु वान्ट, इफ यु लाइक इट। अनि चिया पनि इफ यु आर लाइक नखाँदा चाहिँ राम्रो हुन्छ बिकज इट कन्टेन्स सुगर। एन्ड कफी यु क्यान ह्याभ मिल्क कफी, ब्ल्याक कफी विदाउट सुगर, द्याट्स गुड। यदि सुगर खान्छु भने म केही भन्न सक्दिनँ। अब अर्को रहेको छ रिड 20 पेजेस अरे। अब स्टुडेन्ट हौ अथवा जब गर्छु रिड गर। लाइक अब बुक छैन भने बुक किन, यदि सक्दैन भने पिडिएफहरू पनि हेरेर 20-25 पाना चाहिँ एउटा बुक, सेल्फ हेल्प बुक अथवा लाइक माइथोलोजीको बुकहरू पनि यु क्यान रिड एन्ड सेल्फ हेल्प बुकहरू पनि यु क्यान रिड। अर्को रहेको छ जर्नल गर या फिर डायरी लेख या फिर केही कुराहरू लेख। आफ्नो मनमा जे कुरा आएको छ त्योहरू चाहिँ राइट स्क्रिप्ट टाइप लेख्ने गर होइन। अनि मेन थिङ चाहिँ अब आफ्नो कामको लागि कामको आइडियाहरू आउँछ भने कामको आइडियाहरू लेख। स्टुडेन्ट्स हो भने डायरी जर्नलिङहरू गर अनि राइट इट, जे भयो नि राइट इट। एन्ड द लास्ट थिङ इज डिप वर्क। अब तिम्रो बिहानको टाइम कति हुन्छ, बेलुकाको टाइम कति हुन्छ, आफ्नो टाइम म्यानेज गरेर 4 घन्टा चाहिँ लाइक डिप वर्क, आफ्नो मेन काम नम्बर 1 प्रायोरिटीमा कुन काम छ त्यो हेरेर चाहिँ आफ्नो डिप वर्क गर। लाइक डिप वर्कमा पोमोडोरो टेक्निकहरू युज गर्न सक्छु। 25 मिनट काम गर्ने, 5 मिनट ब्रेक लिने, या फिर 50 मिनट काम गर्ने, 10 मिनट ब्रेक लिने, योहरू चाहिँ तिमीले युज गर्न सक्छौ। बट डिप वर्क फर 4 hours। सो दिज वर द 7 थिङ्स यु क्यान एप्लाई टु यर वर्क। डेली ह्याबिटमा काम गर, एकदमै हेल्प गर्नेवाला छ। र यदि आजको भिडियो तिमीलाई काम लाग्छ भने डु सब्सक्राइब डाउन। अनि यस्तै भिडियोको लागि चाहिँ सब्सक्राइब गर। आई पोस्ट मेनी भिडियोज लाइक दिस which you can use to implement, which you can implement to grow in your life.